Hi everyone, as you can see हाम्रो पसल छ अनि हाम्रो पसलमा चाहिँ जो पनि फिमेल कस्टमर प्याड लिनको लागि आउनुहुन्थ्यो त्यो टाइममा यदि बाबा हुनुहुन्थ्यो भने चाहिँ मम्मीलाई बोलाइदिनु न भन्नुहुन्थ्यो किनकि प्याड लिनको लागि दे वान्टेड फिमेल शपकिपर टु गिभ देम भनेर नै होला अनि त्यो प्याडलाई चाहिँ पत्रिकामा र्याप गरेर नदेखिने प्लास्टिकमा राखेर दिनु भन्नुहुन्थ्यो कहिलेकाहीँ यदि हामीले देखिने प्लास्टिकमा दिइहाल्यो भने पनि बट आजको डेटसम्म आइपुग्दाखेरि चाहिँ थ्याङ्क गड इट ह्याज चेन्ज्ड फर बेटर आजको दिनमा चाहिँ इभन इफ बाबा ट्राइज टु कल मम उहाँहरूले हजुरले दिए पनि हुन्छ बरु छिटो दिनु भन्नुहुन्छ अनि यदि हामीले पत्रिकामा र्याप गरिदिन खोजिहाल्यौँ भने पनि अफकोर्स म त्यो पत्रिकामा र्याप गरेर दिन त म ट्राई नै गर्दिनँ तर बाबाले मम्मीले पत्रिकामा र्याप गरेर दिन खोज्नुभयो भने होइन पर्दैन म हातमै लिएर जान्छु भन्नुहुन्छ यो लेभलको अवेरनेस चाहिँ आएको रहेछ त्यसको लागि चाहिँ आइ एम सो ह्याप्पी र यदि कसैले आजको डेटमा आएर पनि पत्रिकामा र्याप गरिदिनु प्याडलाई नदेखिने प्लास्टिकमा राखिदिनु भन्नुहुन्छ भने चाहिँ एक दुई सेन्टेन्स चाहिँ म राम्ररी कन्भिन्स गर्ने ट्राई नै गर्छु यो लाज मान्नुपर्ने केही पनि होइन यसमा लाज मान्नुपर्ने कुरा केही पनि छैन इजिली लिएर जाँदा हुन्छ मान्छेले बाटो रक्सी गाँजा खाँदै मान्छे पिट्दा चाहिँ हामीलाई केही पनि हुँदैन अनि हामी एउटा प्याड चाहिँ हातमा लिएर जान पनि यसरी लजाएर अघि बढ्छौँ त भनेर बिस्तारै राम्ररी नै क्वेसन गरिदिँदाखेरि दे अन्डरस्ट्यान्ड र इफ कसैले बुझ्नु नै खोज्नुहुन्न भने त अब द्याट्स फाइन के नै गर्न सकिन्छ र अनि यसको पनि बेस्ट पार्ट भनेको चाहिँ वाइफको लागि प्याड लिन हस्बेन्ड आउनुहुन्छ दिदीको लागि भाइ आउनुहुन्छ दाइ आउनुहुन्छ होइन एक दुईजना एकदमै रेयर केस तर आउनुहुन्छ अनि मेबी यो कमन नै होला एउटा डिफ्रेन्ट लेभल अप्पर लेभल अफ सोसाइटीमा चाहिँ तर जुन यो मिडल क्लास लोवर मिडल क्लासबाट बिलोङ गर्ने र जुन सोसाइटीलाई चाहिँ जुन वर्गको समाजमा चाहिँ अवेरनेसले ढिलो छुन्छ त्यही वर्गको समाजबाट दुई चारजना उठेर यो सानो एकदमै सानो एक्सन गरिदिँदाखेरि पनि धेरै चेन्ज आएको रहेछ भनेर चाहिँ थाहा पाइन्छ कि